नमस्कार, म रमेश प्रसाद तिमल सिन्हाको। आज हामी कचमच्चेको संक्रमणकालीन न्यायको विषयमा कुराकानी गर्छौं। सत्य निरूपण तथा मेलमिलाप आयोगको सदस्य पदमा सिफारिस हुनुभएका वरिष्ठ अधिवक्ता राजु प्रसाद चापागाईले छनौट प्रक्रियाका बाँकी चरणमा सहभागी नहुने जानकारी दिनुभएको छ। संक्रमणकालीन न्याय प्रक्रियाका सर्वाधिक महत्वपूर्ण सरोकारवाला द्वन्द्वपीडित समुदायलाई प्रतिनिधित्व गर्ने 36 वटा संस्थाहरूले संक्रमणकालीन न्याय आयोगहरूको पदाधिकारी छनौटका लागि जारी गरेको प्रक्रियाप्रति असहमति जनाई उक्त प्रक्रियाको स्वामित्व ग्रहण नगर्ने स्पष्ट सन्देशसहित वक्तव्य जारी गरेको जानकारी पाएपछि छनौट प्रक्रियामा सहभागी नहुने जानकारी दिनुभएको हो। सिफारिस समिति र नेपाल सरकारले पीडित समुदायबाट व्यक्त गरिएको गम्भीर चासो र सरोकारलाई गम्भीरतापूर्वक लिई यथोचित सम्बोधन गर्ने आशा र विश्वास लिएको पनि चापागाईले जानकारी दिनुभयो। आयोगमा रहेर जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बेलामा बाँकी प्रक्रियाबाटै नाम हटाउने निर्णयमा किन पुग्नु पर्यो त? संक्रमणकालीन न्यायका बाँकी काम कसरी सम्पन्न गर्ने लगायतका विषयमा वरिष्ठ अधिवक्ता एवं जवाफदेहिता निगरानी समितिका संयोजक राजु चापागाईसँग कुरा गर्छौं। कार्यक्रममा यहाँलाई स्वागत छ। धन्यवाद रमेश। पृष्ठभूमिमा यहाँले अलिकति सुनिसक्नुभयो। आयोगमा रहेर जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बेलामा छनौट प्रक्रियामा सहभागी नहुने निर्णयमा किन पुग्नु पर्यो? द्वन्द्व पीडित एक ठाउँमा आएर जसरी उहाँहरूले यसलाई हामी चाहिँ मन गर्दैनौँ, यो चाहिँ अलिकति समस्याग्रस्त भयो, हामीले सही ढङ्गले चाहिँ अगाडि बढाएछ भनेर विश्वास गर्न सक्ने आधार भएन भनेर जसरी संयुक्त वक्तव्य उहाँहरूले बाहिर ल्याउनु भयो, त्यसको आधारमा उहाँहरूले त्यति मात्रै भन्नुभएको छैन। हामीले सिफारिस गरेका जति पनि व्यक्तिहरू हुन् उनीहरूको सिफारिस पनि हामी फिर्ता लिएको जानकारी गराउँछौँ भन्ने खालको बेहोरा पनि त्यहाँ परेको छ। त्यसैले म आफैले आवेदन दिएको होइन होइन। त्यसैले म चाहिँ वास्तवमा भिक्टिम ग्रुपहरूले यो द्वन्द्व पीडित समुदायले चाहिँ सिफारिस गरेको आधारमा म चाहिँ सूचीकृत भएको। त्यसैले मेरो नैतिक दायित्व के हुन्छ भन्दाखेरि अब उहाँहरूले असहमति जनाइसकेपछि अब उहाँहरूले सहमति जनाउने अवस्था नआउँदासम्म अथवा उहाँहरूले फेरि स्वामित्व ग्रहण गर्ने खालको वातावरण नबन्दासम्म म चाहिँ बाँकी प्रक्रियामा सहभागी हुँदिन भनेको हो। खास त्यसको चाहिँ मुख्य ध्येय चाहिँ त्यही नै हो। यो प्रक्रियाप्रति यहाँको असन्तुष्टि द्वन्द्व पीडितसँग मात्रै छ कि सिफारिस समिति जुन छ समितिको कामप्रति पनि छ? होइन, यस्तो छ। अब द्वन्द्व पीडित समुदायले त्यसरी एकमुष्ट रूपमा यो सधैँ यस्तो हुँदैन होइन। ऐतिहासिकै हो, उहाँहरू चाहिँ आउनु भएको छ एक ठाउँमा, सबै खाले पीडितहरू त्यसमा हुनुहुन्छ, राज्यबाट पीडित भएको, माओवादीबाट पीडित भएको, यो हो भन्ने केही पनि छैन। त्यसैले त्यो 36 वटा भनेको संस्थाहरू त्यो सबै खाले द्वन्द्व पीडित समुदायलाई उहाँहरूले चाहिँ प्रतिनिधित्व गर्नुहुन्छ। त्यो भएको हुनाले यसलाई चाहिँ मैले अलि सिरियसली चाहिँ लिएको हो र उहाँहरूबाट नै सिफारिस भएको व्यक्ति भएको हुनाले उहाँहरूले चाहिँ फिर्ता लियौँ भन्ने होइन आफ्नो सिफारिस। अनि हामी सिफारिस भएका व्यक्तिहरू फेरि लुरु त्यहाँ चाहिँ जस्तो खाले प्रक्रिया उहाँहरूले अगाडि पनि गएर त्यसमा सहभागी हुने भन्ने त्यो नैतिक रूपमा पनि मिल्ने कुरा हुँदैन। त्यो भएको हुनाले मैले चाहिँ जहिलेसम्म उहाँहरूले फेरि जसले मलाई चाहिँ सिफारिस गर्नुभएको हो द्वन्द्व पीडित समुदाय चाहिँ जहिलेसम्म त्यसको स्वामित्व ग्रहण गर्ने अवस्थामा उहाँ पुग्नुहुन्न, उहाँहरू आश्वस्त हुनुहुन्न, त्यति बेलासम्म चाहिँ म पनि पार्टिसिपेट गर्दिनँ उहाँहरूले सिफारिस भएको व्यक्तिको नाताले भनेको हो। यो मानवाधिकारका मुद्दाहरू झन पछि झन पेचिलो बन्दै आएका छन्। विशेष गरी द्वन्द्व पीडितका पीडामा मलम लगाउने काम चाहिँ हुन सकेका छैन। यस्तो बेलामा संक्रमणकालीन न्यायका बाँकी कामलाई सरकारले कसरी अगाडि बढाउनु पर्छ? अब यस्तो छ, सरकारको जिम्मेवारी पनि छ। मुख्य कुरा त के हो भने यो प्रक्रियालाई विश्वसनीय तरिकाले अगाडि बढाउने हो। यति लामो समयदेखि यो गिजो लिँदै आएको छ, अघि पनि यहाँले भन्नुभयो। त्यसैले यसलाई त जतिसक्दो छिटो सबैले विश्वास गर्ने गरी यो टुङ्गोमा पुर्याउनेतिर चाहिँ सरकार पनि त्यसपछि यो समिति पनि लाग्नुपर्ने हो। त्यो खालको अलिकति गम्भीरता देखिएन कि प्रक्रियामा चाहिँ अलिकति होइन कि कहीँ न कहीँ कमी कमजोरी, जस्तै पीडित समुदायसँग यथा समयमा चाहिँ परामर्श गर्ने कुरा, उहाँहरूको पनि राय बुझ्ने कुरा, किनभने उहाँहरूले थुप्रै व्यक्तिको चाहिँ नाम सिफारिस गर्नुभएको थियो। कतिको परेको छ, कतिको परेको छैन, के कारणले होइन कतिको पर्यो र के कारणले परेन भन्ने कुरामा पनि उहाँहरूलाई आश्वस्त पार्नुपर्ने हो होइन। अथवा यो चाहिँ छोटो सूची निकाल्नुभन्दा अगाडि नै बोलाएर पनि छलफल गर्न सकिन्थ्यो। किनभने यो त कसरी हुन्छ, राम्रो गर्ने सबैले अपनत्व चाहिँ अनुभूति गर्ने ढङ्गले चाहिँ अगाडि बढाउनु पर्ने थियो।
होइन त्यो खालको काम भएन। कता कता समिति चाहिँ अल्झेको अथवा राजनैतिक तहमा जे निर्णय हुन्छ त्यसैलाई अनुमोदन गर्ने ढङ्गले चाहिँ अगाडि बढायो हो कि जस्तो अनुभूति चाहिँ त्यो सबैलाई हुने परिस्थिति सिर्जना भयो। किनभने आवेदन आइसकेपछि अथवा सिफारिस आइसकेपछि उनीहरूलाई चाहिँ होइन सूचीकृत गरेर 110-11 जनाको नाम चाहिँ सार्वजनिक भयो। त्यसपछि विवरणहरू मागियो कतिपयको। त्यो विवरण मागेको भोलिपल्ट नै छोटो सूची आउनुले पनि त्यहाँ धेरै शङ्का चाहिँ उत्पन्न भएको छ कि समितिले सबैलाई चाहिँ सही ढङ्गले चाहिँ जानकारी गरायो कि गराएन, सबैको चाहिँ बारेमा होइन पृष्ठभूमि अध्ययन भयो कि भएन र राम्रोसँग चाहिँ उनीहरूको ज्ञान अनुभव दक्षता क्षमता योग्यता त्यस बारेमा चाहिँ एसेसमेन्ट एउटा थरो एसेसमेन्ट भयो कि भएन भन्ने बारेमा जो कोहीले पनि शङ्का गर्न सक्ने अवस्था त्यहाँनिर सिर्जना भयो। त्यति हतारो गर्न जरुरी थिएन होइन। यसलाई त माइनोटली फेरि हामी सबैले भन्ने विषय पनि थियो। यो चाहिँ समितिले बोलाएर केही छलफल पनि गरेको थियो। त्यसैले यसपालि चाहिँ असफल हुने अथवा विवादित हुने कन्ट्रोभर्सीमा फस्ने छुट चाहिँ तपाईँहरूलाई छैन। अलि सिरियसली यो विषयलाई चाहिँ अगाडि बढाउनुहोस्। अलिकति ढिलो भए पनि केही फरक पर्दैन, समय पनि बरु लिन सकिन्छ होइन। हार्ड एन्ड फास्ट 2 महिना भन्ने पनि होइन, राम्रो गर्दा गर्दै समय पुगेन भने त्यहाँनिर थप्न सकिने ठाउँ ऐन आफैले पनि दिएको छ। तर यसलाई क्रेडिबल विश्वसनीय बनाउने सन्दर्भमा चाहिँ कुनै पनि कसर चाहिँ बाँकी नराख्नुहोस्। खोज्ने काम हो यसको सबभन्दा राम्रो व्यक्ति। त्यसैले त्यो आवेदनमा मागिन मात्रै जरुरी पनि छैन। अरू ढङ्गले पनि मानिसहरूलाई चाहिँ इन्करेज गर्न सकिन्छ, खोज्न सकिन्छ। त्यहाँ गएका नामहरू उहाँहरूसम्म पुगेर विभिन्न ढङ्गले कुरा गर्न सकिन्छ। किनभने यो त एकदमै राष्ट्रिय महत्त्वको अन्तर्राष्ट्रिय महत्त्वको जिम्मेवारी हो होइन। सबैको आँखा यसमा छ अहिले। अनि यस्तो विषयमा चाहिँ एकदमै हल्का ढङ्गले यसलाई खालि कर्मकाण्डीय तरिकाले यान्त्रिक तरिकाले खालि यो मेलो सक्ने र छिटो चाहिँ त्यहाँबाट आफूले कसरी चाहिँ छुटकारा पाइन्छ भन्ने ढङ्गको जस्तो देखियो होइन। त्यसैले हुनसक्छ द्वन्द्व पीडित साथीहरू उहाँहरू चाहिँ जुन समुदाय छ मुख्य सरोकारवाला हो, उहाँहरू केन्द्रितै हो यो चाहिँ प्रक्रिया हुनुपर्ने र उहाँहरूले अपनत्व नलिँदासम्म त यो अगाडि बढ्दै बढ्दैन। हामीसँग 2 थान त पहिला पनि त आयुक्तहरू नियुक्ति भएको, हामीसँग आयोगहरू थिए खै त। किनभने द्वन्द्व पीडित र नागरिक समाजले मानव अधिकार समुदायले उहाँहरूलाई चाहिँ वैधता दिएर अगाडि बढ्ने इन्गेज हुने स्थिति बनेन। त्यसैले त्यो चाहिँ असफल भयो। फेरि हामी त्यही कुरा त दोहोऱ्याउन भएन नि त। त्यसैले अझै केही पनि बिग्रिएको छैन। यो प्रक्रिया नै बरु असन्तुष्टि जनाएको राम्रो। भोलि नियुक्ति भइसकेपछि होइन हामीले यिनीहरूलाई स्वीकार्दैनौँ होइन हामी इन्गेज हुँदैनौँ भनेर अगाडि बढ्नु भन्दा अझै धेरै नै होइन यसलाई चाहिँ करेक्सन गरेर जान सकिन्छ, विधि प्रक्रियादेखि लिएर सबै कुरा। त्यसैले अब एउटा यसलाई चाहिँ एकदमै गम्भीरतापूर्वक लिएर द्वन्द्व पीडित समुदायबाट आएका चासो सरकारलाई सम्बोधन गर्नुपर्छ, सरकारले पनि समितिले पनि। अब हामी चाहिँ यो काम सकौँ भन्ने हिसाबले गरेर मात्रै यो चाहिँ वास्तवमा काम दिँदैन, झन् बल्झेर अगाडि बढ्छ। यो पटक पटक प्रक्रिया चाहिँ अगाडि बढाउने अनि त्यो सिफारिस भएका व्यक्तिहरूलाई बोलाएर अन्तर्वार्ता पनि लिने, कार्ययोजना पनि लिइसक्ने, फेरि त्यसलाई चाहिँ त्यत्तिकै सिफारिस अगाडि नबढाएर अर्को प्रक्रिया अगाडि बढाउने गर्दाखेरि त्यो प्रक्रियामा गएका व्यक्तिहरू त पीडित भयो होला नि। अब यस्तो छ होइन। अब वास्तवमा त्यति बेला अरू अप्सन पनि थिए समितिसँग काम गर्दा गर्दै होइन सहमतिमा पुग्न सकिएन अथवा चाहिँ खोजेका मान्छेहरू पर्याप्त होइन उपयुक्त भएनन् भने फेरि पनि समय मागेर मध्यमार्गी बाटो चाहिँ अपनाउन सकिन्थ्यो। हामीलाई थप समय चाहियो, अझ 1 महिना चाहियो, 2 महिना चाहियो होइन। 2 महिना भयो भने हामीले अझै बढी परिष्कृत तरिकाले यसलाई चाहिँ अगाडि बढाएर टुङ्गोमा पुर्याउँछौँ, नाम सिफारिस गर्न सक्छौँ। काम गर्दा गर्दै यो चाहिँ पुगेन भनेर पनि त्यो कुरालाई त्यति बेला कन्टिन्यू गरेर अगाडि बढाउन सकिन्थ्यो। तर अब त्यति बेला उहाँहरूले पनि एक खालको चाहिँ हामीले सकेनौँ, हाम्रो बिचमा सहमति भएन भनेर छोडेर हिँडेको अथवा त्यसलाई चाहिँ सरकारलाई सुम्पेको सबै हिसाबले अब नयाँ प्रक्रिया चाहिँ थाल भनेर होइन त्यो गरेको अवस्था चाहिँ रह्यो। र फेरि त्यही समिति चाहिँ होइन जस्तो गरी उहाँहरू चाहिँ अब रिपिट हुँदाखेरि पनि धेरै सुरुमै पनि कतिपयले आशंका व्यक्त गरेका थिए होइन। त्यसको बारेमा चाहिँ आफ्नो धारणा रहेको थियो।
समितिले रेकमेन्ड गरेर जानुपर्ने अथवा समय माग्नु पर्ने, किन चाहिँ बिचमा यसरी छोडेर गयो, 2 महिनाको एक्सर्साइज यो चाहिँ फ्युटाइल भयो, अनावश्यक भयो भन्ने खालको त्यो पनि थियो। त्यसले पनि कता कता वैधतामा चाहिँ प्रश्न खडा गरिरहेकै थियो र फेरि उही नेतृत्व अनि त्यसपछि उही व्यक्तिहरू समितिमा हुँदाखेरि पनि त्यसले राम्रो सन्देश दिएन। अर्को राष्ट्रिय मानवाधिकार आयोगबाट जाने सदस्यको भूमिकामा पनि धेरै चाहिँ क्वेसनहरू चाहिँ उठे, किनभने राष्ट्रिय मानवाधिकार आयोगको सदस्य भनेको त्यहाँ चाहिँ चेक एन्ड ब्यालेन्सका लागि हो, नियन्त्रण र सन्तुलनका लागि हो। आयोगले सिङ्गो मानवाधिकार समुदाय र पीडित समुदायलाई चाहिँ प्रतिनिधित्व गर्ने हो, तर गएर त्यहाँ प्रवक्ता भइदिने होइन। मानव कस्तो भयो भने संवैधानिक परिषदमा प्रधान न्यायाधीश पनि सदस्य हुने व्यवस्था छ नि होइन, प्रधानमन्त्रीले चाहिँ त्यसलाई अध्यक्षता गर्नुहुन्छ। प्रधान न्यायाधीश चाहिँ प्रवक्ता हुँदाखेरि कस्तो देखिएला त्यो चाहिँ संवैधानिक परिषद, त्यस्तै भयो यो चाहिँ। यो सिफारिस समितिमा राष्ट्रिय मानवाधिकार आयोगको सदस्य रहनुका पछाडिको अन्तर्निहित चाहिँ कारण के हो, पहिला के सोचेर त्यो चाहिँ राखिएको थियो, त्यो कुरा त विचार गर्नु पर्यो नि। उसको काम चाहिँ चेक एन्ड ब्यालेन्सको हो, त्यहाँ गएर नियन्त्रण र सन्तुलन हो, किनभने अरू त दलको प्रतिनिधिको हिसाबले आएका छन्, सरकारबाट आए पनि होइन। त्यसैले यो ढङ्गले चाहिँ नसोचिकन जाँदाखेरि पनि त्यसैले विभिन्न खालका चाहिँ तत्त्वहरू होइन, फ्याक्टरहरू, डाइमेन्सन होइन, बहुआयामिक चाहिँ पक्षहरू त्यसमा रहेको देखिन्छ यो अहिलेको स्थिति सिर्जना हुनुमा। यो अहिलेकै राजनीतिक नेतृत्वले सेना समायोजन, समावेशिता, संविधान सभाबाट संविधान निर्माण र राज्यको पुनर्संरचना जस्ता जटिल जटिल विषयहरू चाहिँ सहमतिमै सम्पन्न गर्यो। तर द्वन्द्व पीडितका पीडा शमन गर्ने, पीडामा मलम लगाउने अथवा उनीहरूको न्यायका काम चाहिँ अझै बाँकी रह्यो भनेपछि यो राजनीतिक नेतृत्वको इच्छा शक्ति नै कमी भएर पो हो कि? तपाईँलाई के लाग्छ? इच्छा शक्ति छैन भनेदेखि तपाईँको 15-20 वर्ष भइसक्यो, जहाँ जाँदाखेरि नि भाषण गर्दा हामी यो सङ्क्रमणकालीन न्याय हाम्रो प्राथमिकता हो, यसलाई टुङ्गाउँछौँ, त्यो चाहिँ पीडित केन्द्रित हुन्छ भन्न छाडे कसैले छैन होइन। संयुक्त राष्ट्रसङ्घको चाहिँ महासभामा गएर भाषण गर्दाखेरि प्रत्येक वर्ष प्रधानमन्त्रीको त्यो दोहोरी राखेकै छ, जो प्रधानमन्त्री भए पनि त्यही भाषा आएको छ होइन। तर व्यवहारमा त्यो देखिएको छैन। एउटा त के छ भने अलिकति अब सङ्कीर्ण सोच भयो होइन, भन्दाखेरि म चाहिँ महान नेता, राजनेता के भन्ने, तर यो विषयमा चाहिँ एकदमै सङ्कीर्ण सोच राख्ने होइन। आफू कतै तानिने हो कि गएर बयान दिनुपर्ने हो कि होइन। विगतमा चाहिँ किनभने पावरमा पनि बसेको छ अथवा उता विद्रोहको पनि नेतृत्व गरेको छ अनि त्यो ढङ्गले चाहिँ व्यक्ति केन्द्रित भएर सोच्दाखेरि र आफूलाई चाहिँ एकदमै सानो घेरामा राखेर हेर्दाखेरि त्यो एउटा फेयर साइकोलोजीले चाहिँ काम गरेको जस्तो लाग्छ। त्यसैले अब राजनीतिक इच्छा शक्ति भएन भन्नु भने फेरि यो विषयमा हामीले केही गर्दैनौँ, यो हाम्रो प्राथमिकता होइन, अब हामीले छोड्यौँ कसैले भनेको छैन। तर समस्या के हो भने आफूले चाहे जस्तो गरी मात्रै यसलाई सेटल गर्न खोज्ने, आफूले चाहेका मान्छे त्यहाँ राखेर मात्रै यो प्रक्रिया अगाडि बढाउन खोज्ने त्यो प्रवृत्ति चाहिँ देखियो। त्यो भयो भने हामी चाहिँ सुरक्षित हुन्छौँ भन्ने ढङ्गको एकदमै सङ्कीर्ण सोचले चाहिँ काम गरेको देखिन्छ। तर त्यसरी हुँदैन, अलिकति उदारता पनि चाहिन्छ होइन। त्यो लेभलको मान्छेहरू होइन आवश्यक पर्यो भन्नेदेखि म पनि फेस गर्छु होइन, फौजदारी जवाफदेहिता अथवा के चाहिँ फेस गर्नुपर्छ र आफ्नो कुरा चाहिँ त्यहाँ राख्छु। यो प्रक्रियामा म पनि होइन पार्टिसिपेट हुन्छु र यसलाई कोअपरेट गर्छु भन्ने ढङ्गले चाहिँ त्यो होलिस्टिक एप्रोचबाट यसलाई हेर्नु पर्थ्यो। त्यो चाहिँ नहेरेको कारणले र एक थरी फेरि अहिले जसले सरकारको नेतृत्व गर्नुभएको छ उहाँको सोच के भयो भने म त यसको पक्ष नै होइन जस्तो गरी होइन, यो त माओवादी र कङ्ग्रेसको हो यो विषय भने जस्तो गरी त्यो जिम्मेवारी नै नलिने खालको विगतको प्रवृत्ति पनि देखियो। यद्यपि यसपालि अब यो मेरै पालि चाहिँ यो सघाउँछु भन्ने ढङ्गले होइन प्रतिबद्धताहरू आएको पनि देखिन्छ। त्यसैले समष्टिमा भन्दाखेरि अब जिम्मेवार राजनैतिक दलको नेतृत्व पङ्क्ति चाहिँ यो विषयमा इमान्दार भएको देखिएन। अलिकति छाडा चाहिँ त्यो प्रवृत्ति भयो यो विषयमा चाहिँ, मुखले भन्न नसक्ने तर व्यवहारमा चाहिँ त्यो ढङ्गले प्रायोरिटी दिएको चाहिँ देखिएन। त्यसरी चल्दैन यो। झन् जति हामी चाहिँ त्यसो गर्दै जान्छौँ त्यति यो जटिल बन्दै जान्छ। यो चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय ध्यान आकर्षण भइरहन्छ र द्वन्द्व पीडितले पनि
अब न्यायको लागि देशभित्र बाहिर कहाँ कहाँ कुन कुन फोरममा चाहिँ गएर कराउनु पर्ने हो त्यो प्रवृत्ति चाहिँ बढ्दै जान्छ र साधारण अदालत मा पनि कतिपय विषयहरू चाहिँ पुग्ने अब यो किनभने फौजदारी कानुन त त्यति बेला जीवितै थियो नि त द्वन्द्वकालमा पनि होइन त्यो अनुसार चाहिँ पनि कारबाही हुनुपर्ने अनुसन्धान हुनुपर्ने विषयहरू छन् त्यसैले त्यसका लागि पनि पहल गर्ने खालको अवस्था रहन्छ र त्यसैले यो चाहिँ अब उपाय के हो भने द्वन्द्व पीडितसँग फेरि एकफेरि बसेर छलफल गरेर संवाद वार्ता गरेर एउटा निकास निकालेर द्वन्द्व पीडित समुदायले यसलाई चाहिँ स्वामित्वकरण गर्ने गरी यो चाहिँ अगाडि बढ्नुपर्छ। यो यहाँले भन्न खोज्नुभएको चाहिँ जस्तो समूहको चाहिँ राजनैतिक जवाफदेहिता छ तर व्यक्तिको चाहिँ फौजदारी जवाफदेहिता हुनुपर्छ त्यति बेला जे घटना भयो भन्न खोज्नुभयो हो। अब यस्तो हो त्यो हेर्दै जाँदाखेरि यो खालि अभियोजन र अनुसन्धानको विषय मात्रै होइन फौजदारी अभियोजन र के अरे अनुसन्धानको विषय मात्रै होइन संक्रमणकालीन न्याय भनेको होइन त्यही ढङ्गले मात्रै यसलाई एकदमै न्यारो ढङ्गले बुझेर पनि यो समस्या आएको हजुर होइन यो क्षमादान भर्सेस होइन प्रोसिक्युसन भन्ने खालको भयो अभियोजन भन्ने खालको भयो त्यसैले यसको त धेरै ठुलो चाहिँ होइन स्कोप छ संक्रमणकालीन न्यायको विगतमा द्वन्द्व किन भयो के कारणले हो ती द्वन्द्वका कारणहरू सम्बोधन भयो कि भएनन् अहिले पनि त्यो सम्बोधन नहुँदाखेरि व्यवस्थालाई नै मान्छेहरूले प्रश्न गरिरहेछन् गणतन्त्र नै ठिक भएन कि होइन पहिलाको राजतन्त्रै ठिक थियो कि भन्ने खालको पनि त्यहीँबाट आएको छ यो संक्रमणकालीन न्यायको प्रतिबद्धता पुरा नहुँदाखेरिको परिणाम हो यो पनि किनभने यो प्रक्रियाहरू त ती सबै कुराहरू खोज्छ किन कुशासन छ किन चाहिँ हिजो पनि प्रहरीले त्यही ढङ्गले चाहिँ शक्ति प्रयोग गर्थ्यो अहिले पनि त्यसरी नै गरिरहेको छ अझ बढी चाहिँ क्रूर बनेको छ अनि यो संस्थागत सुधार हुनुपर्ने कुराहरू बिहेभियरल चाहिँ चेन्ज ल्याउनु पर्ने कुराहरू होइन यसलाई समाजलाई गैर सामन्तीकरण गर्ने कुरा होइन गैर विभेदीकरण गर्ने समानीकरण गर्ने कुराहरू होइन यो थुप्रै कुरा यो चाहिँ संक्रमणकालीन न्यायको स्कोपभित्र आउँछ तर अब त्यो ढङ्गले अगाडि बढाउन सक्ने गरी होइन आयोगहरू गठन हुनु पर्यो भन्ने हो तर खालि यो चाहिँ अभियोजनको विषय त के हो भने खोज्दै जाँदाखेरि सत्य चाहिँ उजागर हुँदै जाँदाखेरि पर्याप्त प्रमाण पुग्यो कसैको विरुद्धमा प्रत्यक्ष या अप्रत्यक्ष रूपमा संलग्न भएको देखियो र मुद्दा चल्न सक्ने पर्याप्त आधार भयो भने मात्रै मुद्दा चल्ने हो तर के छ भने पीडितको पीडालाई चाहिँ सम्बोधन गर्ने कुरा मुख्य हो होइन अब यथार्थ चाहिँ बाहिर ल्याएर कतिपय बेपत्ता अब थुप्रै सङ्ख्याका बेपत्ता परिवारहरूले अहिले पनि होइन त्यसको चाहिँ उत्तर पाइराख्नु भएको छैन के भएको थियो त मेरो आफ्नो व्यक्तिलाई भनेर त्यसैले त्यो उत्तर दिने कुरा हो सत्य उजागर गर्ने कुरा होइन अब कतिपय पुनर्मिलाप चाहिँ गर्ने कुरा पनि हो रिकन्सिलिएसन त्यसैले धेरै पक्षहरू चाहिँ योसँग जोडिएको छ र त्यसलाई त्यसरी नै होलिस्टिक रूपमा समष्टिगत रूपमा चाहिँ बुझ्ने र त्यही अनुसारको चाहिँ व्यवहार गर्ने गरी होइन राजनीतिक तहमा त्यो ढङ्गको चाहिँ सोच नबन्दाखेरि पनि यो समस्या चाहिँ बल्किँदै गएको हो त्यसैले अब लेसन लर्न गर्नुपर्छ सिकेर विगत नदोहोऱ्याउने गरी अगाडि बढ्नु पर्यो यसलाई समाधानतर्फ लिएर जानु पर्यो यो विषयलाई एक पाखे हेर्न भएन यो राजनीतिक विषय पनि हो न्यायिक विषय पनि हो भन्न खोज्नुभयो एकदम होइन कानुनी पनि हो राजनीतिक पनि हो सामाजिक पनि हो होइन यो सबै हो होइन समष्टिमा चाहिँ सिङ्गो समाजका सबै अवयवहरू यसमा चाहिँ जोडिन्छन् त्यसैले त्यो ढङ्गले नै यसलाई चाहिँ एड्रेस गर्नु पर्यो यो विस्तृत शान्ति सम्झौता त जित हारको नभएर जित जितको सम्झौता हो यो संक्रमणकालीन न्यायलाई पनि यसै गरेर जित जितको वातावरण बनाउन चाहिँ के गर्नुपर्छ होला अब यस्तो जित जितको बनाउनलाई पीडितले पनि जितेको अनुभूति हुनु पर्यो हजुर अनि पीडितले चाहिँ सधैँ हारिरहने अनि अरू चाहिँ राजनैतिक शक्तिले चाहिँ जितिरहने त हुन भएन नि त होइन जित जितमा चाहिँ टुङ्गियो भने पनि पीडितले पनि जितेको अनुभूति हुने अथवा चाहिँ एउटा सम्मानजनक तरिकाले राज्यले हाम्रो होइन गुनासोलाई सम्बोधन गर्यो पीडमर्गलाई सम्बोधन गर्यो भन्ने त्यो अवस्था त हुनु पर्यो नि त होइन त्यसैले पीडितको जितलाई पनि खोज्नु पर्यो अब अरू दुईटा पक्ष चाहिँ युद्धकाले होइन अथवा यो द्वन्द्व सशस्त्र द्वन्द्वका दुवै पक्षले जितेका हुन् भने अब पीडितको जितको खोजी गर्नु पर्यो त्यो भनेको के हो त होइन सत्य न्याय परिपूरण नै हो र पुनर्मिलाप होइन सामाजिक के अरे यो विभिन्न खालको चाहिँ कानुनी संस्थागत सामाजिक सुधार
रूपान्तरण। त्यसैले त्यो ढङ्गले हेर्न पर्यो यसलाई। त्यसका लागि त सर्वोच्च अदालतले यसअघि नै दिएका केही नजिरहरू र अन्तर्राष्ट्रिय प्रावधानहरू अनुसार अगाडि बढ्यो भने त सम्भव होला नि। हो, सर्वोच्च अदालतले अहिलेसम्म जति पनि फैसलाहरू आदेशहरू दिएको छ त्यो सबै मानव अधिकारमा आधारित छन् होइन। कुनै पक्षप्रति पूर्वाग्रह राखेर फैसला गरेको अवस्था छैन होइन। त्यसैले त्यो भनेको के हो भने जब मानव अधिकारलाई हामी चाहिँ आधार मान्छौँ, मानव अधिकारको एङ्गलबाट यसलाई सम्बोधन गर्न खोजिन्छ, त्यति बेला पीडकको पनि पीडितको पनि सबैको सरोकारलाई चाहिँ सम्बोधन गर्छ। मानव अधिकारले न कसैलाई चाहिँ स्वेच्छाचारी तरिकाले मुद्दा चलाउन दिन्छ परमाणु नभइकन, न चाहिँ पीडितको न्यायको अधिकारलाई होइन, यो चाहिँ प्रभावकारी कानुनी उपचारको अधिकारलाई चाहिँ अब यसलाई चाहिँ यत्तिकै छोड्नु पर्छ होइन, अथवा त्यसलाई अन्डरमाइन गर्ने, त्यसलाई चाहिँ व्यवस्था गर्ने त्यो पनि गर्दैन मानव अधिकारले होइन। त्यो पीडितको चाहिँ प्रभावकारी तरिकाले न्याय पाउने अधिकारलाई पनि यसले सम्बोधन गर्छ। पीडकको पनि यो ड्यू प्रोसेस बिना, प्रमाण बिना होइन, यो चाहिँ एकदमै सही तरिका नअपनाइकन उसका पनि जति पनि सुनवाईको अधिकार, स्वच्छ सुनवाईको अधिकारहरू संरक्षित नभइकन अभियोजन खेप्नु पर्ने अथवा चाहिँ होइन अनुसन्धान खेप्नु पर्ने त्यो अवस्था चाहिँ हुन दिँदैन मानव अधिकारले। त्यसैले जब हामी मानव अधिकारलाई केन्द्रमा राख्छौँ तब चाहिँ होइन यो सबैका लागि चाहिँ स्वीकार्य हुन्छ। यहाँनिर त के भयो भने अब यदि दलको इन्ट्रेस्टलाई चाहिँ सेन्टरमा राखियो अनि त्यहाँ भागबन्डा गर्न थालियो आयुक्तहरूको बिचमा, र त्यही अनुसार समितिले चाहिँ काम गर्न थाल्यो भने अनि त्यहाँनिर समस्या हुन्छ। अनि त्यसपछि अनुसन्धान नदिने फाइल एउटा होइन लुकाउने, अर्कोले के गर्ने, सँगै चाहिँ बसेर मिटिङ पनि हुन नसक्ने विगतको जात्रा हामीले देखिरहेकै छौँ नि होइन। आयोगमा के भयो त्यो किन त्यस्तो हो भन्दाखेरि ह्युमन राइट्सलाई सेन्टरमा राखिएन होइन। त्यति बेला सेन्टरमा के भयो भने आफ्नो चाहिँ शक्ति केन्द्र जहाँबाट चाहिँ अनुमोदित भएर आएको होइन, त्यसैलाई मात्रै आयुक्तहरूले चाहिँ सेन्टरमा राख्न खोजे। त्यो हुँदाखेरि नै त होइन त्यत्रो 8-10 वर्षको समय चाहिँ त्यत्तिकै गयो, खेर गयो होइन। त्यो उपलब्धिमूलक हुन सकेन, त्यो मुलुकको धेरै महत्त्वपूर्ण समय र स्रोत चाहिँ अपव्यय भयो होइन। त्यसले एउटा अन्तर्राष्ट्रिय रूपमा पनि नेपालको छवि अथवा विश्वसनीयतामा पनि धरापमा पर्यो। नेपालले चाहिँ प्रतिबद्धता जनाउँछ, त्यसमा कमी हुन दिँदैन प्रतिबद्धतामा, तर त्यसले व्यवहारमा चाहिँ उतार्दैन भन्ने खालको एउटा त्यो सन्देश होइन संसारभरि फिँजियो। अब त्यस्तो हुन भएन भन्ने नै हो पीडित समुदायले भनेको भन्ने होइन। शिक्षा लियो विगतका असफलताबाट र त्यो असफलता फेरि नदोहोऱ्याऊ होइन। र हामीलाई अहिले जसरी अगाडि बढाएको छ त्यो चाहिँ विश्वसनीय लागेन। सोचेभन्दा यो फरक ढङ्गले एकदमै हतारो गरेर अथवा पीडितसँग चाहिँ परामर्श नगरिकन अनि प्रक्रियागत विभिन्न त्रुटिहरू गरेर सही ढङ्गले चाहिँ होइन विश्लेषण अथवा जुन एसेसमेन्ट मूल्याङ्कन हुनुपर्ने हो त्यो नभइकन भटाभट यो चाहिँ खालि यान्त्रिक तरिकाले चाहिँ टुङ्गाउने गरी मात्रै अगाडि बढ्यो भन्ने उहाँहरू एकदमै त्यसमा सशङ्कित हुनुभयो र त्यो खालको चाहिँ आग्रह अनुरोध उहाँहरूको चाहिँ अथवा विरोध बाहिर प्रकट भयो र अहिले सबै एक ठाउँमा हुनुहुन्छ। उहाँहरूले शीर्ष नेताहरूलाई होइन पटक पटक अहिले आलो पालो गरेर भेट्दै पनि हुनुहुन्छ, हिजो आज पनि भेटेको कुराहरू आइरहेको छ। त्यसैले अब यो थामथुम पार्ने भन्दा पनि यसलाई सिरियसली मूल्याङ्कन गरेर कहाँ के फ्लजहरू कमी कमजोरी भयो त्यसको चाहिँ समीक्षा गरेर यसलाई अगाडि बढाउनुपर्छ, करेक्सन गरेर। यो काम गर्दा शङ्काको सुविधा त होला, तर शङ्काको बिचमा काम गर्दा चाहिँ परिणाम आउँदैन भन्ने यहाँको भनाइ होइन। त्यही त त्यो शङ्का गर्ने, शङ्कालाई पनि त दूर गर्न सक्ने गरी केही उपायहरू अपनाउन सकिन्छ नि त। विगतमा पनि 2 महिना काम गरेर होइन रेकमेन्ड गर्न नसकेको समितिले फेरि जिम्मेवारी पाएपछि त विगतमा किन चाहिँ हामी असफल भयौँ होइन भन्ने ढङ्गले यो सबैले शङ्काको सुविधा दिएकै अवस्था थियो नि त, प्रायः सबैले भनौँ न अधिकांशले। ठिक छ, केही लेसन लर्न गरेर अझ राम्रो तरिकाले उहाँहरू चाहिँ अझ कन्सल्टेटिभ हिसाबले अझ ट्रान्सपेरेन्ट फेयर तरिकाले यो चाहिँ गर्नु होला समितिमा रहेका पदाधिकारीहरूले भन्ने अपेक्षा थियो सिभिल सोसाइटी, भिक्टिम ग्रुप सबैको होइन। तर त्यो ढङ्गको चाहिँ अनुभूति भिक्टिम कम्युनिटीले गर्न सक्ने अवस्था चाहिँ रहेन विभिन्न कारणले। त्यो एउटै मात्रै कारण छ भन्ने पनि छैन होइन। त्यसैले अब त सिरियसली सोच्नु पर्यो सरकारले पनि यो विषयमा
र यो कोर्स करेक्सन गर्ने कुरा हुनसक्छ होइन। विधि प्रक्रिया यो चाहिँ लाई कसरी पारदर्शी र विश्वसनीय बनाउने भन्ने कुरा हो होइन। त्यसैले यसका बारेमा त अझै अब संवादको लागि सबै अगाडि आउनु पर्यो, स्टेक होल्डरहरू होइन। सरकारले यसलाई स्थगन गरेर संवादतिर लाग्नु पर्यो। भोलि संवाद गर्दै जाँदा विभिन्न विधि प्रक्रिया होइन यसलाई यसरी चाहिँ अगाडि बढाउने भनेर होइन त्यो ढङ्गले चाहिँ एउटा खालको बाटो मार्गचित्र तय भइसकेपछि त्यसको आधारमा चाहिँ अगाडि बढ्दाखेरि समस्या हुँदैन। तीनजना नेता मिलेर यो प्रक्रिया कुरा त संवादै हो, संवाद हो र उहाँहरूलाई सुन्नु पर्यो, बसेर छलफल गर्नु पर्यो र एउटा निकास चाहिँ निकाल्नु पर्यो। यो तीनजना नेता मिलेर उहाँहरू हामी मिल्यौँ भनेर मात्रै यो मिल्ने विषय होइन। यसका सरकारवाला सिन्डिकेटको आधारमा होइन अब यो मुलुक चलाउन खोजेर अथवा यो विषयलाई सेटल गर्न खोजेर त्यो हुँदैन होइन। सामूहिक विवेकबाट चल्नु पर्यो। यो विषय त मानवाधिकारको हो भनेर हामीले अघि पनि छलफल गर्यौं। मानवाधिकार त विश्वव्यापी हुन्छन्, यो विषय पनि अब बिस्तारै विश्वव्यापी क्षेत्राधिकारभित्र पर्दैन होइन। विगतमा त उदाहरण छ, अब कुमार लामाको विषय पनि पुग्यो होइन विश्वव्यापी क्षेत्राधिकारमा। अरू पनि कतिपय प्रयासहरू भएका होलान्, अब हामीलाई थाहा छैन, त्यो बाहिर आएको छैन होइन। अब संसारभरि त्यो विश्वव्यापी क्षेत्राधिकार प्रयोग गर्ने देशहरूले पनि हेरे होलान्, नेपालमै केही चाहिँ हुँदैछ, त्यही नै क्रेडिबल एउटा संक्रमणकालीन न्यायको प्रक्रिया अगाडि बढोस् भन्ने चाहना होला। त्यो कारणले अरू होइन त्यो खालको घटनाहरू चाहिँ त्यो भित्र चाहिँ प्रवेश गरेको छैन होला होइन। किनभने यो त सोभरेन्टीलाई रेस्पेक्ट गर्ने कुरा पनि हो होइन। त्यही देशले नै आफ्नो क्षमता, कानुनी क्षमता र एउटा चाहिँ इच्छा शक्ति त्यो दुईटा चिज राख्यो विगतको चाहिँ मानवाधिकार उल्लङ्घनका घटनाहरूको अनुसन्धान गर्ने अभियोजन गर्ने सन्दर्भमा भने अरू देशहरूले त्यसमा चाहिँ चासो राखिरहनु राम्रो हुँदैन। त्यो चाहिँ होइन म्युचुअल एउटा रेस्पेक्टको कुरा पनि हो सोभरेन्टीको होइन। त्यो ढङ्गले चाहिँ हेरे पनि हुनसक्छ। एउटा अपवाद चाहिँ अब कुमार लामाको त्यति बेला त्यो अगाडि बढ्यो होइन। त्यसैले त्यो यो अगाडि नबढ्दाखेरिका त अब अनेक सम्भावनाहरू हुन सक्छन्। एउटा बाटो बन्द भयो भने अरू बाटो खुल्न सक्छन्। एउटा ढोका बन्द भयो भने अर्को ढोका खुल्न सक्छ कहीँ न कहीँ होइन। सबैका लागि नहोला त्यो चाहिँ, तै पनि नेपालको लागि चाहिँ त्यो राम्रो त हुँदैन। हाम्रो असक्षमता देखिनेको देशभित्र नै त्यसलाई सम्बोधन गर्न सकिएन भन्ने भनेको। यसको जस पाए भने अहिलेको राजनीतिक नेतृत्वले पाउँछ, अबजस भयो भने त सिङ्गो नेपालीहरूले नै बेहोर्नु पर्ने भयो। त्यो मुलुकै लागि अब घातक हुने भयो, क्रिएटिभिटीको कुरा हो नि त। तपाईँ हामी जहाँ गए पनि बाहिर मुलुकलाई नै प्रतिनिधित्व गरिरहेको हुन्छौँ नि हजुर होइन। जस्तै हाम्रो पासपोर्टको होइन रिकग्निसनदेखि लिएर अब यो चाहिँ के अरे अनअराइभल भिसा पाइने देशहरू पनि खुम्चिँदै गएको छ हजुर होइन। पासपोर्टको रेटिङ यो सबै कुरामा चाहिँ हुन्छ यो चाहिँ होइन। रुल अफ लकै रेटिङ होला के होला होइन, गभर्नेन्सको रेटिङ होला, यो सबैतिर यो कमिटमेन्ट गर्ने त्यसलाई पुरा नगर्ने कुराले असर त गरिहाल्छ। अब यो संक्रमणकालीन न्यायको अलिकति बिग्रिएको कोर्स करेक्सन गर्नका लागि सबैले विश्वास गर्ने खालको बनाउने हो कि धेरैले विश्वास गर्ने खालको वातावरण बनाउने हो? होइन, सबैले विश्वास गर्ने भन्दा पनि विधि प्रक्रियालाई फलो गर्नु पर्यो होइन। सबैले त नहोला, कसै न कसैको असन्तुष्टिहरू जान्छन्, तर सक्न पर्यो नि त जवाफ दिन। जस्तै यसलाई चाहिँ किन सर्टलिस्ट गरेको र यसलाई किन नगरेको भन्दाखेरि त यो छ आधार कारण हामीले यो फलो गर्यौँ भन्न सक्नु पर्यो नि। सर्टलिस्ट हुनु अगाडि चाहिँ होइन पृष्ठभूमि अध्ययन भयो कि भएन, सबै कुराको चाहिँ थरो एसेसमेन्ट भयो कि भएन, पर्याप्त सूचना चाहिँ दियो कि दिएन होइन। अब यी धेरै कुराहरू यो विधि प्रक्रिया फलो भयो कि भएन, राम्रो मान्छे खोज्नको लागि कति प्रयास भयो होइन। अब समितिले कति आश्वस्त गर्न सक्यो होइन समुदायलाई, समाजलाई, पीडित समुदायलाई विधि प्रक्रिया के थियो होइन, कति ट्रान्सपेरेन्ट थियो भन्ने कुरा त यो त अब्जेक्टिभली होइन एउटा एसेस गर्न सकिने कुरा हो नि त। त्यस्तोमा कम्प्रोमाइज हुन भएन। त्यो नहुँदाखेरि नै होइन यो चाहिँ क्रेडिबल प्रोसेसले क्रेडिबल मान्छे नै ल्याउँछ आयोगमा भन्ने पनि हो एउटा एजम्सन। प्रक्रिया चाहिँ यदि विश्वसनीय भयो, पारदर्शी भयो, गुणस्तरीय भयो भने त्यसको चाहिँ परिणाम पनि राम्रो आउँछ भन्ने नै हो। त्यसरी गएका मान्छेहरू होइन दलमा अथवा कहीँ अनुमोदन पाएर आशीर्वाद पाएर गएको र त्यसपछि यो प्रक्रियाले नै छानेर
होइन गएको मान्छेमा त भोलि काम गराइमा पनि फरक होला नि त होइन उसले कसैको कुरै सुन्नै पर्दैन उसले संविधान हेर्छ कानुन हेर्छ सर्वोच्चका चाहिँ फैसलाहरू हेर्छ र त्यसपछि के गर्न हुन्छ र हुँदैन भनेर उसले चाहिँ निर्धारण गर्ला नि त मानव अधिकारको सिद्धान्त त्यसपछि होइन विधिशास्त्रको आधारमा होइन जो चाहिँ पहिल्यै कम्प्रोमाइज गरेर आफ्नो चाहिँ डिग्निटीलाई त्यसपछि क्रेडिबिलिटीलाई होइन त्यो चाहिँ बन्धक बनाएर गएको छ प्रक्रियाले त्यस्तो मान्छे चाहिँ अगाडि बढाएको छ भनेको होइन उसले त त्यो गर्न त सक्दैन उसले सुन्नुपर्छ कुरा होइन उसको लोयालिटी चाहिँ अन्यत्रै हुन्छ यो संविधान र कानुनको शपथले चाहिँ काम गर्दैन त्यति बेला अरू नै शपथ खाएर आएको हुन्छ उसले होइन त्यसैले हो यसमा चाहिँ स्वतन्त्र निष्पक्ष होइन चाहिने भनेको हस् समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ हस् हस् रामजी अहिले हामीले वर्षौंदेखि कचमचिएको संक्रमणकालीन न्यायका विषयमा कुराकानी गर्यौं कुराकानीमा हामीसँग हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता एवं जवाफदेहिता निगरानी समितिका संयोजक राजु चापागाई अहिले राजनीतिक वृत्तमा फेरि एकपटक चर्चामा रहेको संक्रमणकालीन न्यायका बाँकी कामलाई पीडित केन्द्रित बनाएर सक्ने दिशामा अघि बढ्न सकौं म रमेश प्रसाद तिमल सिन्हा बिदा हुन्छु नमस्कार